लगाइछौँ चाहिँ गुरुदेवले सनत अधिकारी पण्डित ज्योतिष गुरुले चाहिँ यो पुरुषोत्तम महात्म्य भन्ने चाहिँ पाठ गर्दै हुनुहुन्छ। सुन्नु त। राधे राधे, जय श्री कृष्ण, हरे महादेव, जय श्री मुन्नारी। आज पनि हामी पुरुषोत्तम महात्म्य कथा लिएर उपस्थित भइसकेका छौँ। आज 10औं अध्याय। हजुरहरू कुन कुन ठाउँदेखि हेर्दै हुन्छ, कहाँदेखि हेर्दै हुन्छ, कृपया कमेन्ट गर्नु होला। हामीले यस पुरुषोत्तम महिनामा पुरुषोत्तम महात्म्य कथा सुन्यो भने ठुलो पुण्य हुने गर्दछ। अरू कुरा व्रतहरू बस्न नसके पनि हामीले सधैँ एक एक अध्याय पुरुषोत्तम महात्म्य कथा सुनेर हामी ठुलो पुण्यको भागी हुनेछौँ। त्यसैले आज हामी 10औं अध्यायमा प्रवेश गरेका छौँ। सबैले ध्यान दिएर सुन्नु होला। हामी पुष्पाञ्जली प्रार्थना गर्दछौँ। ओम श्रीमत् चन्दन चर्चित ज्वलवपु सर्वज्ञानिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् अमरी कवरी भैर भ्रमरे मुखरी कृतं दूरीकरोतु त्वरितं गौरी चरण पंकजम् अविरल मदजल निवहं भ्रमर कुलानिक सेवित कपोलम् अभिमत फलदातारं कामेशं गणपतिं वन्दे मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानंद माधवम् सच्चिदानंदरूपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। पुरुषोत्तम महात्म्यको 10औं अध्यायमा प्रवेश गरेका छौँ। सबैलाई 10औं अध्यायको स्वागत छ। 10औं अध्यायमा नारदजीले भन्नुभयो, हे तपोनिधे नारायण त्यस्ता महान तेजस्वी अत्यन्त क्रोधी मुनि दुर्वासाले के कुरो विचार गरेर ती ऋषि कन्यालाई भन्नुभयो त्यो कुरो मलाई भन्नुहोस्। सुतजीले भन्नुहुन्छ, हे ब्राह्मण हो, नारदको वचन सुनेर समस्त प्राणीहरूको कल्याण गर्ने त्यो दुर्वासाको गुह्य वचनकन पदरी करपति नारायणले भन्नु थाल्नु भएको थियो। श्री नारायणले भन्नुभयो, मेधावी ऋषिकी छोरी दुःखलाई दूर गर्नलाई कृपालु दुर्वासा मुनिले जो भन्नुभएको त्यो कुरो म भन्दछु सुन। दुर्वासाले भन्नुहुन्छ, हे सुन्दरी कुमारी, गुप्त भन्दा पनि गुप्त अत्यन्तै गुप्त उपाय तिमीलाई म बताउँदछु। यो उपाय जसलाई कसैले पनि बताउन योग्य छैन, तथापि म तिमीलाई बताउँदछु। तिमीलाई मैले विचार गरेर तिमी संस्कारमा हुर्किएकी छोरी कन्या भएर मैले तिमीलाई विस्तारपूर्वक बताउन लागेको छु, सुन भनेर भन्नुहुन्छ। हे सुभगे भाग्यमानी कुमारी, हे महिना भन्दा अगाडि आउने तेस्रो महिना नै पुरुषोत्तम महिना हो। त्यसमा महिनैभरि तीर्थमा नुहाउने मनुष्य भ्रूण गर्भ हत्या जस्तो पापबाट पनि छुट्दछ। हे सुन्दरी बालिका, कार्तिक आदि गरिएको 12 महिनामा यो पुरुषोत्तम महिना समान कुनै पनि अर्को महिना छैन। अरू सबै महिना तथा पक्ष अनि अरू जुन पर्वहरू छन् ती त पुरुषोत्तम महिनाको 16औं कला भाग बराबर पनि पुण्यदायी छैन। परमपद प्राप्तिका लागि भनिएको छ समस्त साधनाहरू र वेदले भनिएको छ जुन साधनाहरू छन् ती त यस पुरुषोत्तम महिनाको 16औं कला पनि योग्य छैनन्। 12 वर्षसम्म गंगा स्नान गर्नाले जो फल मिल्दछ अनि सिंह राशिमा बृहस्पति गएको महिनामा गोदावरीमा एकै पटक नुहाउनाले जो फल मिल्दछ, हे सुन्दरी त्यही नै फल पुरुषोत्तम महिनामा जुनसुकै पनि अर्थात् जताको सुकै पनि तीर्थमा एक पटक नुहाउनाले त्यो फल मिल्दछ, अवश्य प्राप्त हुन्छ। अरू कर्म अरू समयमा गरेको कर्म भन्दा पुरुषोत्तम महिनामा गरेको कर्म दोब्बर भएर जान्छ, सुन। हे बालकुमारी, यो महिना त कृष्णजीको अत्यन्त प्यारो महिना हो र नाउले पनि चिनिन्छ। पुरुषोत्तम भगवानलाई सम्झाउने पुरुषोत्तम नै हुनुहुन्छ। त्यस महिनामा त्यही नाम गरेको हुनाले पुरुषोत्तम भगवानको सेवा पूजा गरेदेखि आफूले चिताएको सबै इच्छाहरू पूर्ण हुन्छ अर्थात् पुग्छन्। त्यसकारण त्यस पुरुषोत्तम महिनालाई तिमी चाँडै नै सेवा गर अर्थात् त्यस व्रत गर। त्यही यो अब तेस्रो महिनामा आइरहेको छ पुरुषोत्तम महिना। मैले पनि पुरुषोत्तम भगवानलाई जस्तै गरी प्रसन्नपूर्वक सेवा गरिन्छु। हे बाले, हे कुमारी, कुनै समयमा उहिले क्रोधले मैले अम्बरीश राजालाई भस्मीभूत खाक गरिदिनका लागि कृत्य नामको शक्ति छोडिदिएको अर्थात् हानेको थिए।
तब हरिले झझराउँदै झरिलो सुदर्शन चक्र मलाई नै भस्मभित गरिदिनका लागि त्यतिखेर नै ममा मेरो उपर प्रयोग गरिएको थियो, पठाइएको थियो। तर मैले अघि गरेका पुरुषोत्तम महिनाका व्रतको प्रभावले नै त्यो चक्र लुक्रुक्क परेर फर्किएको थियो। हे सुन्दरी बालिका, तिनै लोकलाई नै एकचोटि भस्मभित गर्नलाई सक्ने सामर्थ्य भएको त्यस्तो त्यो चक्र पनि मेरा उपर केही गर्न नसक्ने भयो। तब अत्यन्त आश्चर्य भयो। त्यसकारण हे सुभगे भाग्यमानी केटी, तिमी पनि अत्यन्त शक्तिशाली कल्याणकारी पुरुषोत्तमलाई भजन गर, पुरुषोत्तम भगवानको व्रत गर। यति कुरो मेधावी मुनिकी छोरीलाई भनेर मुनिहरूमा श्रेष्ठ दुर्वासा मुनि चुप लाग्न थाले। 8औं अध्यायको सुरुवातबाट श्रीकृष्णले भन्दै हुनुहुन्थ्यो, हे राजन, हे कृष्ण, दुर्वासाको वचन सुनेर हाबी होनहारले धकिलिएकी असूया रिसले मुन्ट्याएकी छँदै उनी कन्याले मूर्खतावश मन मरै क्रोधित हुँदै मुनि श्रेष्ठ दुर्वासालाई भन्दै थिइन्। बालिकाले भनिन्, हे ब्राह्मण, हे मुनि, तपाईहरूले जो भन्नुभएको थियो मलाई मन परेन। माघ आदि गरेका महिनाहरू कसरी केही पनि फल दिन नसक्ने भए कसरी कार्तिक महिना तपाईँलाई कम बताउनुहुन्छ त्यो कुरो बताउनुहोस्। भगवानले भन्नुभएको थियो सबै महिना त कमै हुन्, यो पुरुषोत्तम महिना भन्दा भनेर भन्दा उनले सोध्नुभयो कार्तिक महिना किन त्यसरी कमी भयो, कार्तिक महिनामा के कमी छ, के कारणले गर्दा कार्तिक महिना पुण्यको महिना भएन भनेर यसरी सोध्नुहुन्छ। वैशाख महिनाले के चाहेको इच्छित कुरो मिल्दैन, सेवा गरिएका सदा शिव आदि देवताहरू पनि केही फल नदिनेवाला छन्। अथवा पृथ्वीमा प्रत्यक्ष देखिने सूर्य भगवान हुनुहुन्छ, ती के इच्छित कुरो दिनुहुन्छ अर्थात् चाहेका कुरो दाता हुनुहुन्छ। के जगदम्बिका देवी भक्तको कामना पूरा गर्नुहुन्छ अथवा के सेवा गरिएका गणेशजीले चाहेको वर दिनुहुन्छ। व्यतिपात आदि योगहरूलाई पनि सर्व आदि गरिएका देवताहरूलाई पनि सबै उल्लङ्घन गरेर यति यानि छाडेर पुरुषोत्तम मासको प्रशंसा बखान बखान्दा के तपाईँलाई लाज लाग्दैन? यो त अत्यन्तै मलिन हुनाले सबै शुभ कर्म निन्दित महिना हो। हे मुनि, हे रवि, सूर्य संक्रान्ति नभएको महिनालाई तपाईँले कसरी श्रेष्ठ उत्तम महिना भन्नुहुन्छ? सारा दुःखबाट पाप ल्याउने श्रेष्ठ श्रीहरिलाई म जान्दछु। हे भूदेव, हे पृथ्वीका देवता, दिनरात श्रीहरिलाई नै चिन्तना गरिरहने म ती जानकीका पति रामदेखि अथवा ती पार्वतीका पति शङ्करदेखि बाहेक अर्को कसैलाई शक्तिशाली देख्दिन। हे विपेन्द्र, हे ब्राह्मण श्रेष्ठ, अर्को कोही पनि ठुलो देवता छैन जसले दुःख दिन्छ। यी सबै छाडेर हे मुनि कसरी तपाईँ मलाई मलमासको स्तुति प्रशंसा गरिरहनु भएको छ? ती ब्राह्मण पुत्री यस्तो उक्ति कथन सुनेर ती क्रोधी मुनि क्रोधले राता राता आँखा भएका छँदा शरीरले जाजुल्यमान भयङ्कर डरलाग्दा भए छँदा भए। तथापि दयाले मन पग्लिएका कृपालु उनले यो मूर्ख हो, पुरा बुद्धि नभएको कि यो आफ्नो हित अहित कति पनि जान्दैनछिन् भन्ठानेर उस मित्र पुत्रीलाई श्रापेनन्। पुरुषोत्तम महात्म्य त विद्वानहरूले पनि जानि नसक्नुको छ भनेर थोरै बुद्धि भएका पुरुषहरूले अझ विशेष गरेर कुमारीहरूले के जानुन्? बाबु आमा नभएकीले दुःखरूपी भूतेमा भुटिएकी यानि पिल्सिएकी यो कुमारी बालिका बिचारी अत्यन्त कठोर मेरो श्रापलाई कसरी सहन सक्ले? यस्ता प्रकारको सुचाइ सुनेर दयाले पग्लिएका ती मुनिले आफ्नो मनमा उठेको उग्र क्रोधलाई सम्हालिएर अनि स्वास्थ्य शान्त भएर दुर्वासा मुनिले त्यो अति बेहुवाले बालिकालाई भने। दुर्वासाले भन्नुहुन्छ, हे पुत्री, हे मित्रकी छोरी, तिम्रा उपर मेरो कुनै प्रकारको क्रोध छैन। हे भाग्यमानी बच्ची, तिम्रो मनमा जे गर्ने इच्छा छ जो गर, रुचि अनुसार त्यसै गर। हे बालिका, हे बच्ची, अर्को एउटा कुरा सुन, तिम्रो म केही भविष्य बताउँछु। तिमीले पुरुषोत्तम महिनाको जो अनादर गर्यो त्यसले असफल हुनुपर्छ, त्यसले फल पाउँदैन। फल तिमीलाई यो जन्ममा हुँदैन अथवा अर्को जन्ममा होस्, अवश्य तिमीले पुरुषोत्तम भगवानको प्रार्थना गरेर आराधना गरेर त्यो फल मिल्नेछ। अब म नर नारायणको आश्रममा जान्छु भनेर हे भिरु, हे पुत्री, तिम्रा पिता मेरा मित्र थिए, त्यसै कारण मैले तिमीलाई भने। यति कुरा भनेर गएँ। बाल सके हुनाले बालस्व स्वभावको कारण आफ्नो शुभ अशुभ वा हित अहित कुरा जान्दिनौ। अशुभ होस् वा अथवा शुभ होस् हुने कुरोलाई कसरी टार्न सकिन्छ र अर्थात् यो नभए छाड्दैन, मेरा समय बेकार नबितोस्, लौ त म जान्छु भनेर तिम्रो कल्याण होस् भनेर दुर्वासा ऋषि जानुहुन्छ। श्रीकृष्णले भन्नुभयो। यति भनेर अत्यन्त क्रोधित दुर्वासा मुनि तत्काल तुरन्तै हिँड्नुभयो। दुर्वासा ऋषि हिँड्ने बित्तिकै पुरुषोत्तमलाई उपेक्षा
गरेकाले ती कन्या निन्यौरी भएर बस्थिन्। त्यसपछि धेरै बेरसम्म सोच विचार गरेर निश्चय गरिन् कि अब म तुरन्तै फल दिनेवाला ती देवता पनि देवताका पार्वतीका पनि पति शिवजीलाई तपस्याद्वारा आराधना गर्छु। हे नृप, हे राजन, ती मेधावी ऋषिकी छोरीले मनले यस्तो निश्चय गरेर आफ्नै आश्रममा नै रहेर भगवान शङ्करको कठोर तपस्या गर्न लागिन्। सुतजीले भन्नुहुन्छ, तब धेरै फल दिनेवाला लक्ष्मीपति विष्णुलाई छाडेर अनि त्यसै गरी सावित्रीकी पति ब्रह्माजीलाई पनि त्यागेर त्यस्ता ती शक्तिशाली दुर्वासा मुनिका वचनलाई पनि निन्दा गरेर अर्थात् नटेरेर ती मेधावी ऋषिकी छोरी आर्षिया आफ्नै आश्रममा रहेर अन्धक राक्षसलाई मार्ने शङ्कर भगवानको सेवामा अर्थात् आराधनामा लागिरहन् भन्ने सम्मको कथा यसैबाट श्री बृहन् नारदीय पुराणे पुरुषोत्तम महात्म्य नन्दिकेश्वरार्थे श्री नारायण नारद संवादे कुमारी शिवा नारदनाथ योगो नाम दशमोऽध्याय सम्मको कथा यसैबाट आज हामी दशमौं अध्याय कथा समाप्त भइसकेको छ। सबैले ध्यानपूर्वक प्रार्थना गर्नुहोला। ओम पुष्पाञ्जलि दिननिवदितः नवलिन्दलनिवेक्षण कृष्ण तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितो द्वारकथा प्रसङ्ग काले वर्षतु पर्जन्य पृथ्वी सस्यालिनी देशोऽयं शुभरहितो ब्राह्मणः सन्तु निर्भय अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पुत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शतां शतम् यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर्यमुना कुलकदम्बमूलवर्ती नवगोपविदु विलासशाली वनमाली वितनोति मङ्गलं नः। वन्दे आजको कथा यसैबाट आज हामी आजको दशम अध्याय कथा हजुरहरुमा प्रस्तुत गरेको छौं। हजुरहरुलाई कस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्ट गर्नुहोला भन्दै आजको श्रृङ्खलाबाट म बिदा हुन्छु। म ज्योतिष पण्डित सन्तकारी हजुरहरुमा बिदा हुन्छु। हस्त धन्यवाद।